महाकाय सूर्यकोटि समप्रभ निर्विघ्नं कुरु मे देव सर्वकार्येषु आत्मशांति प्रकाशाय दिव्यज्योति नमस्ते परिवार शांति प्रकाशाय दिव्यज्योति नमस्ते पितृमोक्ष प्रार्थनाय दिव्यज्योति नमस्ते दीपज्योति परदम्बि दीपज्योति दीपावली बाबा दिव्यज्योति नमस्ते भक्तां दीपाप्रयाच्छामि देवाय परात्मने त्रायमानिरयोदरो दिव्यज्योति नमस्ते परमजागृते दीपनारायणाय नमः दिव्यदेवे नमः सुस्थिरो भव सुखसनो भव वरदो भवः रोटी उहाँले पकाउँदै हुनुहुन्छ यता खाँदै हुनुहुन्छ। अब रोटी कस्तो छ त ल? रोटी पोल्नेलाई 21 तोपको सलामी।
घरबेटी आमैले आफ्नो नाङ्लो भयो त्यसो सजावट गरेर अब सन्चै जगाउन लाग्नु भएको छ एउटा हेल्प गर लु निसाले खै ल्याउ न पछि त म बोल्दिन तिहारमा भट्टाएपछि मात्रै दान आउँथ्यो अहिले त दान भट्टाउनु भन्दा अगाडि पनि दान आएको छ उयो टक्क यहाँ टक्कै यहाँ राखिदिनुहोस् यहाँ हजुर यहाँ बिस्तार राख्नुहोस् ल अब ती अचेताले यी सबै मेन मूल मान्छे बाजामा पुगिदिनुहोस् ल बाजा पूजा अलिकति त्यो पानी के यहाँ यता कसार बटार्नको पनि यहाँ रेडी अवस्थामा छन् हाम्रो यो 1000 रुपियाँ पाका चेलीहरू कसैलाई त तिरबल पानीले त्यतिखेरै यहाँ छुटेर कति पर पनि कुनै केटाकेटी चाहिँ मलाई चाहिँ दिएनन् पनि भन्यो होला नि अहिले यताबाट सुरु गरौँ है यता प्राइम मिनिस्टरबाट सुरु यहाँ एकजना हाँस्ने दिदी चाहिँ आउनु भएको छैन होला के हाँस्ने थोरै लगाइदिनुहोस् भरे नाता बजाउँदा पसिनाले बगाएर भरे मेकअप गरेको गाला ड्रेस सबै आउँछ मेरो साह्रै मेकअप गर्ने खालका छैनन् पाकै ठाउँ भएपछि त्यो साह्रो गर्नु ए भोलि मात्रै जान्छु भनेलाई यो बाजा बजेर अहिले नै तुरन्त ढोका थुनेर आउने बनाउनुहोस् है अब कोही धन्दा पात गरेर कोठामा बसेको हुन्छ नि त त्यस्तो हुन्छ त संसारै बाबामाले ढोका थुनियो यस्तो लाग्दैन सिस्टर अब हिजो लाउँदाखेरि तल झरिहाल्छ अब के भएर नि थोरै धेरै लागेको छैन थोरै लाग्छ
हात लगाउँदै गर्ने हो क्या चाहिन्छ पानी चाहिन्छ हात भिजाउनु पानी चाहिन्छ अहिले चाहिँ भन्दाखेरि भरे च्याप्टा हुन्छ कि होइन यो हुन्छ अहिले चाहिँ हुन्छ कि
कतिजना हुनुहुन्छ तपाईँहरू खाना बनाउनु कतिजना हुनुहुन्छ तपाईँ अहिले कतिजना तपाईँले पुण्य चाहिँ कतिखेर बनाइदिनु बेलैमा पठाइदिनु टिका लगाइदिनु होला नि त दिनै पर्यो दाजु अहिलेको हजार होइन भाग्य थापिहाल्नुपर्छ बोलाउँदा सर यदि भएपछि त सब्जी त के मिठो हुन्छ हुन्छ मरमसला हाल्नु पर्दैन होला
भगवते वासुदेवाय साधुजनले गाउने ओम नमो भगवते वासुदेवाय ओम नमो भगवते वासुदेवाय पाए आखिरीमा मुक्ति भई प्रभु पद पाए ओम नमो भगवते वासुदेवाय ओम नमो भगवते वासुदेवाय बस पाए अरु जप तप बिना वैकुण्ठ बस पाए ओम नमो भगवते वासुदेवाय ओम नमो भगवते वासुदेवाय डबल दिन त हुन्छ भनेर नगरेको अरे क्या के होइन होइन देखा त म नै भएर नि त्यही भएको हो नौमती ग्रुपलाई हाम्रो खदा ओढाउँदै हुनुहुन्छ यो घरमुली हाम्रो बहिनी चेलीले अब यति गरेपछि कानको जाली फुट्ने गरी ज्वाइँ ज्वाइँ फेरि पनि नभएर हाँसेर भए पनि परिवर्तन गर्ने भएछ नि पहिले ठुला भएका तर अस्ति हिजोको मात्र त ठुलो दुईवटा कुलर राख्ने गरेछ नि सही लाग्यो क्या इन्डिया सम्झिँदा भइहाल्छ नि
पता यस्तो के हुन्छ अब तपाईँले यसलाई ओके टोके किन्ने बेला भयो ओके टोके अब अर्को यहाँ विषय छुट्यो नरसिंहा झन् साह्रो होइन भने फेरि उल्टो फेरि बज्यो भन्दाखेरि मेरो दाजु त झन् के स्पेसलमा मलाई पनि दाजु त हो त सबै ल्याउनु हुने नि तपाईँ सबै तपाईँ त झन् मेन कर्ता नि डबल बधाई हामी त दिन्छौँ अनि डबल दिनु बधाई त्यही त त्यही त त्यही बाल्नु फुकारेको भिनाजुको भएको जिउँदैमा मार्छ जिउँदैमा राधे 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 सबै लाग्छ अहिले त
मामलीबाट जिरा आएको छ जिरा चामल जिरा जिरा मसिना आज ल सुन्नु होला है सबैले आज 2081 साल चैत्र महिनाको 25 गते सोमबारका दिन कौशिल गोत्रोमा उत्पन्न भएका पिताको नाम बाबुको नाम उसको बुवाको नाम नारायणको नाम कौशिल गोत्रीय लालबहादुर बस्नेत तथा विमला बस्नेतका पुत्र रत्न हेमराज बस्नेतको शुभ उपनयन कर्म गर्नको लागि हामी लगन बोलाउने बेलामा पुगेका छौँ। अब यो समयमा 11:10 को समयमा लगन बोलाउँदा कुनै पनि दोष छैन। अब लगन बोलाउँदा कुनै दोष छैन। शुभ उपनयन कर्म गर्नको लागि यहाँ मन्त्रदान ग्रहण गर्ने गुरु पुरोहित बटुक सबै तयार। यहाँ बिस्कुने लगन गाँठे बाजा बजाउने फोटो खिच्ने मङ्गल धुन गाउने गीत गाउने श्लोक गाउने भजन गाउने आदि सबै घडीवाला सबै तयार। घरका कुल देवता पितृ देवता थानी मानी आदि तादी देवतालाई सबै पुकार गरिसकेको छ। यो बेलामा सबै मङ्गल धुन गाउने फोटो खिच्ने बाजा बजाउने सगिनी खेल्ने श्लोक गाउने आदि इत्यादि गर्ने शङ्ख घण्ट बजाउने सबै जनहरू तयार हुनुहुन्छ? तयार छौँ। यहाँ अब यो बेलामा शुभ लगन बोलाउँदा कुनै पनि आपत्ति विपत्ति केही छैन, अप्ठ्यारो विघ्न बाधा केही छैन होइन? ल अब यो बेलामा गुरुले मन्त्रदान गर्दा र बटुकले मन्त्रदान लिँदाखेरि केही दोष छैन होइन? अब फोटो खिच्नेहरूले बिस्कुन सुकाउनेहरूले बाजा बजाउनेहरूले सबैले आफ्नो आफ्नो काम गरिदिनु हुँदा हुन्छ है त? Wait!
मामालाई लगाइदियो भाउजूलाई होइन कहाँ त चन्दन लगाएर लगाइदिएको झ्याप झ्याप्प लगाउनुपर्छ त आजको दिन त अनि झ्याप कि झ्याप्प लगाउनुपर्छ त आजको दिन त अनि त्यसरी हो मामाले उता हुनुहुन्छ मामाले यता हुनुहुन्छ उताबाट बाई बाई यताबाट नानीलाई यहाँ माथि खाना लाऊ ल अब भिख माग्न लागि यो माग्ने बिचानदेखि बिछानदेखि ए राजा त्यसको जनै खुसी छ होला त्यहाँ मिलाइदेऊ त हेर त जनै खुसी भयो 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 पर्दैन हुँदैन हुँदैन यता यता होइन मामाला मामाला बिचान बाबा तिमीदेखि मात्रै लाउने हो
जुन हेर्नु तिमी माथि माथि सागरको जुन हेर्नु तिमी माथि माथि सागरको म हेर्छु मेरो जुन तिम्रो नजरको हेर्छु मेरो जुन तिम्रो नजरको हो चिनारेखा केही देखाउन म भाग्य फेरौँला तिमी बिहान साँझ मेरो तिम्रै बाटो बाटो हेरौँ फुलहरू मुस्काउँछन् पुतलीले गीत गाउँछन् तिमी बिना तिमी नछोएरै हरदम छुनु भेटिरहनु नपर्खेर रुझाइरहनु नबर्सेर तिमी जस्तै न्यानो तिमी जस्तै शीतल उनको त्यसको काम अलि भारी आउँछ
एउटा फुलपातीको एउटा टपरामा भरि चामल एउटा पैसा एउटा जनै एउटा फुल दोस्रो चरण बस्यो अर्को क्रममा एउटा दुनामा बल्लीको सब्जीको एउटा फलाम एउटा पाँचफुटो एउटा बाती एउटा रोटी एउटा कसार भागो 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 यो मौका भाग्ने शारदा देवी दुर्गमम वनगहरम लक्ष्मी प्राप्त गर्न विद्या प्राप्त गर्न गुरु सेवा गर्न घरमै बसेर पनि सम्भव छ त्यसैले सकिन्छ परदेशमा त धेरै दुःख हुन्छ घरैमा आमा बुवाका काखमा बसेर नै शिक्षा ग्रहण गर्न सक्छौ माता पिताको सेवा गर्न सक्छौ गुरुको सेवा गर्न सक्छौ त्यसैले घरैमा बस आऊ हामीलाई नमस्ते गर्ने सबैलाई त्यही नै गर्दा सबलाई त्यहीबाट नमस्ते आमालाई खुट्टामा रोकिदिया भने बाबा हुन्छ अब यहाँ भएको सबैलाई नमस्कार गर्ने गुरुहरूलाई नमस्कार सबैलाई नमस्कार गर्ने सबैलाई नमस्कार नमस्ते अब एकछिन गयो दुवाई खुवाइदिउँ अलिकति सगुन साह्रै बिचमा भयो ini dura होला नि नानी हैन त्यति एउटा ए म त यो दिदी चाहिँ रहेछ म दिदी नै होला फुफु अरे ए फुफु अरे फुफु अरे फुफु हैन फुफु हैन फुफु अरे होला नि के होला त्यति के हो गिफ्ट तिम्रो काम के हो त अनि म भन्दा ठुला फुफु भएर चाहिँ धोका छाप्नै बस्छ डालो सानो फुफु चाहिँ अरे फुफु अरे ओ भाइ कुइनीहरु चाहिँ हजुर के नारी पाल्नु लाग्यो
घर कहाँ हजुरको यता गर्मीले वाइ नाता नाता अनि फुफू फुफू यसो 2 बजे थाप्ने यसो 2 बजे थाप्ने
छाती काट्ने भयो छाती काट्छ होला अब त्यो भोलिदेखि लाउँदैन पर हुन्छ र पर्खेको आमै कसले त पञ्चर पनि ल्याइदियो नि चामल सबै सिद्धै क्या चामल सिकेर नि फ्याक्ने हाल्छ हल्ली नै भएन चामल धेरै यहाँ त पैसा साट्न मिलेन जति ठुलो नोट दिन्छ उति थाप्न फाइदा जति ठुलो दियो त्यति क्यामेरामा आउँछ राम्रो क्यामेरा आउनलाई ठुलो पैसा दिन्छ तिम्रो बिहे ओ माय गॉड साला जिन्दगीमा त पासै लाउनु भन्नु भयो हैन चैतामा चाहिँ होइन है तपाईँ पनि छुम्नु यत्रो पैसा दियो भने त पहिला गइहाल्छ रुन्छ नि त अस्ति कायो बेहुला त कसैलाई भेट्न जान्छु त्यही पैसा काटु जुवाई चाहिँ कहाँ छन् फेदाइ दिइहालेँ क्यामेराले खिच्नु पर्ने भाउजू हुन्छ आउँदै आउँछ खोलेको नि बुवालाई लिएर आउँछु होला अहिले यतै आउनुहुन्छ मामालाई कहाँ पुऱ्याए भान्जो भन्दा मामा घिनलाग्दो भएको देख्छ कति आएन गर्ने हुँदा होइन होइन के गरेपछि के नन्दा काम दिने छैनन् पर्दैन गल्ने गल्ने पढाउनु कतिखेर ल्याएको भएन भने कि खोलेर राख्छु एउटा कतरै होला एउटा पुरै तलरै होला त्यो खलाएर कुदेर तल लिइहाल्ने बन्दुक हामी यहाँ मामाले खाएको यसो तर
सप्तशती दण्डी तथा रुद्री पाठक कर्मण साङ्गत सिद्ध्यर्थ राजा शिवदण्ड यथा यथा नाम पूर्वोक्त अन्तर्गत यथा यथा देवी देवताका नाम होम कर्मण साङ्गत विविध विहित हृदय शरण पाञ्चदेवता नवग्रह सहित अब यो क्षेत्र पाल्नु अब त्यहाँ एउटा बत्ती छ त्यहाँ यो सल्बु बल्बु ल्याएको एउटा छ नि त्यहाँ एउटा बत्ती पनि मैले फाल्टै राख्न लगाएको थिएँ क्षेत्र पाला क्षेत्र पाला
गाईको मुख सम्झेर पूजा गर्नु भगवान लक्ष्मी सहित नारायण भोलितिर दिँदा नि हुन्छ मलाई दिनुभयो मैले धेरै लिइसकेँ अहिले त चाचा थियो त अहिले त घटेर एउटामा छ मैले चाहिँ होला ठिक छ सन्ध्याजीसँग